अब तपाईँ जतिको एउटा फुल्दै गरेको युवा चाहिँ यो ठाउँमा बसिसकेपछि यसलाई रोक्ने कि नरोक्ने यसको दायित्व तपाईँले लिने कि नलिने मेरो प्रश्न। जो खेलप्रेमी छन् भोलि त्यो यो ठाउँ त्यो पुरै तपाईँका ती प्रहरीहरूले रोक्न सक्ने छैन त्यो ठाउँमा। यो पहिलो चाहिँ खल्ती एपलाई यो ठाउँमा बोलाएर छानबिन गराएर कि चाहिँ यो हिजोको सबको सोल्ड आउट भएको फिर्ता पठाएर अनि मन्त्रालय खेलकुदको मन्त्री भएको कारणले तपाईँलाई पनि प्रश्न जान्छ। अनि अर्को प्रश्न भनेको खल्ती एपको ओनर को हो, खेलमा भएको अनियमितता र खल्ती एपलाई दिएको जुन जिम्मा थियो त्यो जिम्मामाथि जसरी चाहिँ दुरुपयोग गरियो यो विषयमा मन्त्रालयको ध्यान जाओस् र दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस्। खल्ती एपमा भएको चलखेल सम्बन्धी छानबिन गरिदिने बारे जुन चाहिँ यसले देशभरि नै तातेको छ। पछिल्लो समयमा चलिरहेको एनपिएल खेलमा भएको अनियमितता र खल्ती एपलाई दिएको जुन जिम्मा थियो त्यो जिम्मामाथि जसरी चाहिँ दुरुपयोग गरियो यो विषयमा मन्त्रालयको ध्यान जाओस् र दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस्। यहाँनिर एकदमै ठुलो खेलाडी प्रेमी खेलप्रेमी युवाहरूको आक्रोश छ। अहिले जेनजी आन्दोलनबाट बनेको यो सरकार यस्ता अनियमितता रोक्नको लागि आफ्ना पाइला अगाडि सारेको छ। योभन्दा पहिलाको सरकार र अहिलेको सरकारमा फरक चाहिँ के भयो यदि यो चाहिँ रोक्न सकिँदैन भने यहाँनिर हामीले आन्दोलन गरेका यहाँनिर यो अनियमितता रोक्नको लागि आन्दोलन गरेका थियौँ। खेल भनेको एउटा राष्ट्रको गहना हो। यिनै गहनामाथि यो एकजना हामी जेनजी केटाहरूको एकजना प्रकाश रावलको समस्या मात्र होइन, यो देशभरिको समस्या हो। म तपाईँलाई स्क्रिन सेयर पनि देखाइदिन्छु के भइरहेको छ भन्ने कुराहरू। यहाँ स्क्रिन सेयर पनि फोकस गरिदिनु होला। म यो काट्दै तपाईँको हेर्नु नि, यहाँ फोकस गर्नु होला। यस्तो छ हालत। म 8 बजेबाट काट्न लागेको हो होइन। म 10 बजेबाट स्क्रिन रेकर्ड राखेको हो। यस्तो भन्दा केही हुँदै हुँदैन। त्यहाँ अरू 9 रातिको 10 बजेर 12 मिनटसम्म यस्तै छ भनेपछि होइन। अनि भनेपछि अब यो चाहिँ हो एनपिएलले यहाँनिर पारस खड्काज्यूलाई पनि प्रश्न जान्छ। अनि मन्त्रालय खेलकुदको मन्त्री भएको कारणले तपाईँलाई पनि प्रश्न जान्छ। अनि अर्को प्रश्न भनेको खल्ती एपको ओनर को हो, त्यो छानबिन हुनुपर्छ। यदि यो भएन भने हेर्नुहोस् बाहिर सञ्जाल तातेको छ। हामी जेनजी त जेनजी नै भइहाल्यौँ। जो खेलप्रेमी छन् भोलि त्यो यो ठाउँ त्यो पुरै तपाईँका ती प्रहरीहरूले रोक्न सक्ने छैन त्यो ठाउँमा।